पुरानो नेपाली बजार हो यो। पुरानो हामी यस्तो गरेर घुम्ती लगाएर बस्थ्यौँ यहाँ। यस्तै हो नेपाली बजार। अब यो अहिले पुरानोले भत्काएर नयाँ उता ठुलो बिल्डिङ बनाएको यो पुरानो हो। पुरानो टोलहरूको अहिले यहाँ बेहाल छ। तर नयाँ भन्दा पुरानो धेरै छ जस्तो लाग्यो मलाई। पुरा यता गलीदेखि लिएर उता गलीदेखि लिएर यहाँ हेर बिचमा त ठुलै रहेछ। फेरि बिचमा कोठो ठुलोहरू बाग पाएर रहेछ। अनि यता उता गरेर उता हेरेर सब ठाउँमा त्यस्तो छ। हेर पुरानो पछाडिहरू सबै त्यस्तै हो। अगाडि त्यस्तै पुरानो हाम्रो टोल हो, नेपाली टोल हो। यस्तो हो नेपाली टोल। तपाईँहरूले देख्नुहोस् यता स्कुल हो। यो भनेको पुरानो नेपाली टोल हो, नेपाली गली हो। अब यो नेपाली गलीलाई अब सरकारले गेट आउट गरेर सबै तोडफाड गरेर केही काम नलाग्ने बनाएको छ। यही हो। अब यही पुरानो टोल पछि उता हो हाम्रो चाङबाको टोल हो। चाङबाहरूले यो साल घर दिएको छैन। अब यिनीहरूले यो कच्चा घरमा बस्ने हो कि पक्का घरमा बस्ने हो ऊ पारेको चाङबा हो। चाङबा टोल र नेपाली टोल हेर न। नेपाली टोल बिहाल छ। नेपाली टोल बिहाल। म अहिले यो नेपाली टोल देखाउनलाई चाहिँ फोटो खिचेको हो। यो एउटा सानो पल्ला आएको चाहिँ सिङजाङ टोल हो। सिङजाङ चाइनिजहरू बस्थ्यो त्यता। यस्तो थियो हाम्रो टोल। अनि हामी चाहिँ यो माथि जाँदै पारिबाट घुम्दै आएको हामी। यो नेपाली टोल। अब नेपाली टोलहरू म देखाएँ। अब यो चाहिँ चाङबा टोल हो। चाङबा टोल भनेको पक्का घर छ, राम्रो घर छ यो। अब यो चाङबाहरूले घरै दिएको छैन। अब खै के गर्छ योपालि चाङबाहरूले गरिदिने हो कि होइन।